साथीहरू नमस्कार। आज चाहिँ म इटालीको मिलानोबाट जर्मनी साल्सबर्ग हुँदै इङ्ल्यान्डको टिम लिएर जाँदैछु युकेको। आज बिहानै निस्केको हुनाले अलिकति बोर भयो, त्यसो भएर चाहिँ अब गाडी चलाउँदै कफी बनाएँ र कफी बनाएर अब कफी पिउँदै हिँड्दैछु। अब हामी युरोपियन ड्राइभरहरू दैनिक 9 घन्टा ड्राइभ गर्नुपर्छ। 500 देखि 700 किलोमिटर, नर्मलमा 500, म्याक्सिमम 700 क्रस पनि हुनसक्छ। त्यो हिसाबले ड्राइभ गर्नुपर्छ र अगाडिको गाडी चाहिँ निदाएर घरि यो ट्र्याक च्यापेर टेन्सन चाहिँ घरि पल्लो ट्र्याक च्यापेर हिँड्दैछ। अघि एउटा कारलाई झन्डै च्यापेको, उसको पछाडि हिँडेको म 40 मिनट जति भइसक्यो। बोर हुन्छ, यस्तै हो, कहिलेकाहीँ हुन्छ। तपाईँलाई लङ ड्राइभ गर्नुपर्छ, निदाए जस्तो छ। ट्र्याक यता र उता चेपेर हिँडिरहेको छ, त्यस्तै हो। हस् त, बाबाई सबैजनालाई।